फुकिसक्यो भन्न अनि यस्तो मेरो मम्मी सो हेलो गाइज वेलकम ब्याक टु अवर न्यू भिडियो। सो गाइज आज चाहिँ मेरो ममको बर्थडे छ अनि म चाहिँ यहाँ मेरो ममको बर्थडे गिफ्टको लागि कुर्ता सुरुवाल किनिदिन आँटेको होइन। अनि मैले चाहिँ मामलाई हिल्स किनिदिएको छु अनि त्यही भएर चाहिँ यसो आएको छ होइन। अनि यो आजको भ्लग चाहिँ एकदम अमेजिङ। सो गाइज मैले चाहिँ यहाँ गिफ्टहरू ऱ्याप गराइसकेँ। यहाँ चाहिँ एउटा मैले दिएको गिफ्ट अनि त्यहाँ चाहिँ त्यो झोलामा चाहिँ कुर्ता सुरुवाल छ अनि त्यो चाहिँ ऱ्याप नगर्ने त्यो अलिक ठुलो छ जस्तो लागेको छ मलाई होइन। अनि मेरो बा चाहिँ सुनको काम गर्नुहुन्छ, मैले भनेको थिइनँ ब्लगमा यहाँ तिलहरी बनाउँदै हुन्छ नि मेरो बा चाहिँ आज। सो गाइस अब चाहिँ म केक किन्न जान्छु। सो गाइस मैले भनेको ठाउँमा चाहिँ केक पाएन होइन। म आज चाहिँ मेरो ममको एकादशीको व्रत छ, त्यही भएर हामीले त्यो अन्डा भएको केक खानु हुँदैन, त्यही भएर एगलेस केक ल्याउन आँटेको। हाम्रो केक एकदम दामी छ, यो चाहिँ एगलेस केक हो, यसमा एग छैन। राम्रो छ गाइस केक चाहिँ। मेरो बाबा चाहिँ आउँदै हुनुहुन्छ। आइपुग्न सक्नुभएछ बिस्तारै। मम्मी सुतिरहनु भएको छ। मम्मीलाई थाहा पाउनु हुँदैन भनेर मैले यो चाहिँ यहाँ राखेको छु अनि मेरो बक्सिङ ब्यागलाई मैले अलिक माथि गरिदिएको छु अनि यसमा अलिक पन्चेसहरू राम्रो लाग्छ। अहिले अलिक यहाँसम्म थियो होला, अहिले हेर्नु है त्यो राम्रो लाग्छ त पन्चेसहरू। मेरो बा उता बाइक राख्दै हुन्छ। जब चाहिँ म केकमा क्यान्डल हाल्न आँटेको, ए यो त एक हातले सकिँदैन फेरि। अब चाहिँ यहाँ लाउँदै हुन्छ यो क्यान्डल। तयारी हुँदैछ भन्न मम्मीलाई थाहा भइसक्यो तयारी हुँदैछ। अनि त्यहाँ हाम्रो क्यान्डल छ। मेरो माम चाहिँ बिग्रियो। मेरो माम चाहिँ 32 वर्ष पुग्नुभयो। अब चाहिँ यो वाला लाउँछु। मेरो माम 32 वर्ष पुग्नुभयो। यता बिचवाला हिँड्छु बा हुन्छ। बोल्दै गर्न नि। यसमा चाहिँ निकाल्दैछु टिको अनबक्सिङ गर्दैछु। उचालेर ले भइसक्यो। मुनिबाट मजाले उ गर्न, मजाले पक्रेर ले ल। अलि साह्रो बोल, मजाले बोल। Happy birthday to you. Happy birthday to you. Happy birthday, happy birthday, happy birthday to you. राम कतिको ल्याएको यो चाहिँ 700 टोटल चाहिँ 700 फेरि केकलाई 600। लु उठेर फुकिस्यो। तपाईँ 32 पर्छ होइन, यो 3 मा बाल्नु फुकिङ गर्नु यहाँले न भन्न अनि यस्तो मेरो मम्मीको ह्याप्पी बर्थडे हो भनेर उता झुलमा लाग्ला है। उयोमा बाल्नु झुलमा लाग्छ है फेरि। त्यो पनि बल्छ नि। तपाईँले बाल्नै नखोजेको त अनि हात पोलो भने जाने बोल त नि पुग्नुपर्छ। लु भन्न मेरो मम्मीको आज ह्याप्पी बर्थडे हो। मेरो मम्मीको चाहिँ आज ह्याप्पी बर्थडे। मामको गिफ्ट चाहिँ तपाईँहरू चाहिँ सब्सक्राइब गरिदिनु होइन। मामको गिफ्टको लागि त्यति नै हुन्छ तपाईँहरूले गर्नु चाहिँ। के गर्ने हो पुग्नुपर्छ, पुगेर निभाउनुपर्छ। ह्याप्पी बर्थडे टु यु, ह्याप्पी बर्थडे टु यु। निभाउनु पर्यो नि त त्यो त नि लु ले बोकेर आऊ। अलि साह्रो फुका पैसा लाग्दिन खाने
सबै निप्दैन क्या खै यो खालको क्यान्डल मन बुझ्दिनँ किन ननिभेको अलिक फुक्नु त फेरि बोलो ऊ त फेरि बोलो निकाल्दै त्यसैले फेरि उता लाग्ला नि आरसको बर्थडेमा त पहिलेको जस्तो फेरि बोल्दो रहेछ यो त कस्तो खालको क्यान्डल त्यस्तै थियो गाइस बाको बर्थडेमा पनि यस्तै भएको थियो त्यतिखेर म भ्लग बनाउँदिनँ थिएँ उयसमा हाल्दै न उयसमा कहाँ त्यो हाल्नु हुँदैन के हुन्छ त त्यहाँ हाल्दा त्यो जनाले चोखो छ केही छैन यो उयो के अरे यो उयो अलिक साह्रो पुगा खै सक्दिनँ खाने सबै निप्दैन क्या खै यो खालको क्यान्डल मन बुझ्दिनँ किन ननिभेको अलिक फुक्नु त फेरि बोलो ऊ त फेरि बोलो निकाल्दै त्यसैले फेरि उता लाग्ला नि आरसको बर्थडेमा त पहिलेको जस्तो फेरि बोल्दो रहेछ यो त कस्तो खालको क्यान्डल त्यस्तै थियो गाइस बाको बर्थडेमा पनि यस्तै भएको थियो त्यतिखेर म भ्लग बनाउँदिनँ थिएँ उयसमा हाल्दै न उयसमा कहाँ त्यो हाल्नु हुँदैन के हुन्छ त त्यहाँ हाल्दा त्यो जनाले चोखो छ केही छैन यो उयो के अरे यो उयो त्यहाँ मामु झिरझिरे बाल्ने ट्राई गर्दै हुन्छ कतिखेर बोल्छ हौ यस्तो चाहिँ किन अति टाइम लाग्छ है उलु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे टु यु ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे टु यु 2082 साल सक्यो अब यता केक कटिङ गर्नुहुन्छ मामु चाहिँ केक कटिङ अब म यहाँ हेर्नु सक्नुहुन्छ ह्याप्पी बर्थडे टु यु मेरो तर्फबाट गिफ्ट मेरो गिफ्ट हो नि यो तँ खोलिँदैन खोलेर हेरौँ है त ल छोराको गिफ्ट के लेखेको गिफ्ट आमामा कोही खोल्नै सक्दिनँ त त टेप छ टेप निकाल्नु यो निकाल्नु त एमआई खोलिदिन्छु ल गाइस आज चाहिँ होइन यसो अब मेरो श्रीमतीको बर्थडे हो अनि यहाँ मेरो छोराले गिफ्ट खोल्दैछ खोली बक्सिँदैछ उहाँले अब कस्तो गिफ्ट दिँदै हुनुहुन्छ अब देखिहाल्नुहुन्छ यही भिडियोमा बर्थडे गिफ्ट चाहिँ है गिफ्ट सरप्राइज गिफ्ट ल्याइदिएको ब्ल्याक ल्याइदिएको व्हाइट मन परिरहेको मलाई वाइट पाएन क्या फेरि ल गाइस अब उहाँले चाहिँ लाउन आँट्दै हुन्छ धेरै खुसी भएर हो कि के हो है अब त्यो चाहिँ अब बुझ्दै जाउँ होइन अब मेरो पालो आयो अब मेरो छोरालाई के ल्याइदिनु भएको उहाँको चाहिँ अब श्रीमतीले खोल्दै हुनुहुन्छ अब उहाँ के रहेछ भनेर चाहिँ अब तपाईँले भिडियो हेरेर थाहा पाउनुहुन्छ है फेरि कुर्ता मैले छानिदिएको नि फेरि मलाई थाहा थियो नि त तपाईँलाई कस्तो मनपर्छ भनेर तर साइज मिलेन हौ अलिक त्यहाँ भिडियोमा अर्को आउँछ त्यहाँ भन्न 2500 तिमीले नि घर साट्ने अफ गरिदियो यस्तो खालको टिका लगाइदिनु हो किनभने आज खै एकादशीको दिन नलाउने अरे मामु चाहिँ होइन कलर लाग्यो सबै रातो सबै यो पनि फ्रिज खोलेको थिएन अघि खोलेको थियो त नि ए लाउनु तिमीले पो खाने हुँदैन तिमीलाई पो खुवाइदिनु खुवाइदिनु न अनि यस्तो यहाँ गर्नु यत्रो धेरै ठुलो भयो होइन अनि यो प्लस चप्पलमा दामी देखिरहेछ मामुलाई चाहिँ अब यो मामु दुइटै चिज साट्नुहुन्छ अरे यो मामुलाई चप्पल पनि सेतो खालको चाहियो अनि यो पनि अति धेरै ठुलो छ त्यही भएर यो पनि घटाउने के नभई साट्ने नै होला यो पनि होइन अनि सो गाइस आजको भ्लग जुन यतिमै एन्ड गर्छु होइन अनि सी यु इन नेक्स्ट वर्ड डोन्ट फर्गेट टु लाइक एन्ड सब्सक्राइब बाई